तिमीलाई केटा मान्छे रोएको पटक्कै मन पर्दैन? पटक्कै मन पर्दैन। केटा मान्छे नि रोयो भनेर होइन, कति भयो होला र रोयो भन्ने लाग्छ। आँखाका डिलमुनि आएका आँसुलाई फेरि फर्काउने कला भएकालाई कति असह्य भयो भन्ने लाग्छ। तिमी कठोर होइनौ थाहा छ, तिमीलाई नि आँसु झर्छन्, तर केटा मान्छे नि रुन्छन् र भन्ने वाक्यले तिम्रो पुरुषत्वको वर्णन गर्छन्। तिम्रा नि भावना छन्, तिम्रा नि कलिला मन छन्, खै कसरी यति धेरै पीडा तिम्रा मनले चुपचाप सहन्छन्। तिमी छोरा मान्छे हौ, दह्रो हुनुपर्छ। तिम्रा व्यवहार, तिम्रा आनी बानी खरो हुनुपर्छ। तिमी श्रीमान हौ, बाबा हौ, कसैको छोरा हौ, यति भन्छु, तिमी कसैको सर्वस्व सहारा हौ। तिमी थाक्न पाउँदैनौ, तिमीले संसार एक्लैले हाँक्नु छ। तिमीले आफूलाई भन्दा पहिले अरूलाई राख्नु छ। रोइदेऊ कहिलेकाहीँ, तिम्रा आँसु अनायासै झर्न देऊ। तिमीले दबाएका घाउहरूलाई फुलेर बढ्न देऊ। थाहा छ बन्द छन् पिँजडामा तिम्रा नि सपनाहरू। सुनाइदेऊ तिम्रा नि इच्छा, आकाङ्क्षा र कल्पनाहरू।